5 पोखरी जानको लागि अहिले 6:30 बजे बिहान म शिवचोक जोरपाटीमा आइपुगेको छु र यहाँबाट बसले हामीलाई भोटाङ छिम्टीसम्म पुर्याउँछ, जुन कि लास्ट स्टप पनि हो र त्यहाँबाट ट्रेक सुरु हुन्छ। बस चाहिँ जोरपाटीबाट साखु जर्सिङ पौवा हुँदै मेलम्ची बजारसम्म पुग्छ र त्यहाँसम्मको बाटो चाहिँ राम्रो छ, पिच छ। मेलम्चीदेखि छिम्टीसम्मको बाटो एकदमै खराब छ। म त सकेसम्म बसमै जानु होला भन्छु, तर तपाईँलाई पुरै अफ रोड चलाउने बानी छ भने, प्रो राइडर हो भने मात्रै बाइकमा जानु होला, किनभने बाटोभरि खाल्डै खाल्डो, ढुङ्गै ढुङ्गा, हिलो माटो, कति ठाउँमा पहिरो गएको छ। त्यही भएर बाइकमा एकदमै गाह्रो हुन्छ होला। त्यसैले मलाई लाग्छ यो बाटोमा बाइकभन्दा बस नै सेफ हुन्छ होला र बस चाहिँ सकेसम्म 6:20 को अथवा 7 बजेको चढ्नु होला। दसैँको बेला भएर मैले 7 बजेको टिकट पाइनँ, त्यही भएर 8:20 को गाडी चढेर भोटाङ छिम्ती चाहिँ 3:30 बजे आइपुगेँ। यहाँ करिब आधा घन्टा मैले रेस्ट गरेँ र खाजा पनि खाएँ र झन्डै 4 बजे चाहिँ मैले यहाँबाट ट्रेक स्टार्ट गरेँ र आजको मेरो टार्गेट चाहिँ टुपी डाँडा जसरी पनि पुग्ने छ र त्यहाँ पुगेर रातको बास त्यहीँ बस्ने र भोलिपल्ट फेरि त्यहाँबाट ट्रेक स्टार्ट गर्ने छ। यो ओह्राली कटेर सुनसान साँझको 5 बजे म एक्लै जङ्गलमा हिँडिरहेको छु। अबको 2 घन्टामा म टुपी डाँडा पुग्ने छु र त्यहीँ बास बस्ने सोचमा छु। यहाँ चाहिँ टिकट काउन्टर हो। यहाँ चाहिँ टिकट काट्नुपर्छ, प्रति व्यक्ति 100 रुपियाँ हो। सभा 6 बजेको छ र उक्लिँदा टुपी डाँडा अहिले पनि आउन टाइम छ अरे। राम्रै ठाउँ छ, सबै बस्नेदेखि लिएर सबै राम्रो ठाउँ छ। कोठाहरू पनि काठले बनाएको राम्रो कोठाहरू छ माथि। आजको बास यहीँ हुन्छ बसाइ र भोलि बिहानै चिसो मौसममा हातखुट्टा सेक्दै न्यानो हुँदै बसेको थिएँ। त्यतिकैमा नयाँ साथीहरूसँग चिनजान भेटघाट भयो र त्यसपछि हाम्रो रमाइलो कार्यक्रम सुरु भयो। स्पिकर चाहिँ छोड्ला
साँझको बेला रमाइलो गरी खाना खाएपछि पानी पर्न थाल्यो र रातभरि पानी पर्यो। अहिले बिहानको 6 बजेको छ र म रेडी भएर अब टुपी डाँडाबाट हिँड्न लाग्छु र म राति बसेको होटल चाहिँ यो होटल हो, लालीगुराँस होटल। र राति साह्रै नै रमाइलो भयो यहाँ बस्दा हैन। अब यो चाहिँ टुपी डाँडा राम्रै छ। सोलो ट्रेक भन्छु। यसरी सुनसान जङ्गलमा एक्लै हिँड्नुपर्छ। त्यही भएर सोलो ट्रेक आउँदा चाहिँ अलि सोच विचार गरेर आउनु होला। 7 बजेको मौसम होस लागेको छ अलिअलि, हेर्न सक्नुहुन्छ। टुप्पी डाँडाबाट आधा घन्टा हिँडेपछि म यो ठाउँमा आइपुगेँ। पनि होटलहरू रहेछ राम्रै हैन। पहिलो दिन तपाईँहरू हिँडेर टुप्पी डाँडा भन्दा आधा घन्टा अझै हिँडेर यो ठाउँमा आएर बास बस्नु भयो भने पनि राम्रो ठाउँ छ। बिहानको बेला जङ्गलको बाटो हिँड्न साह्रै रमाइलो हुने रहेछ। शान्त शीतल कति राम्रो ठाउँ छ यो, सुनसान। अहिले म चोक डाँडा आइपुगेको छु र यहाँ केही छिन आराम गरेर फेरि हिँड्नेछु। यहाँ चाहिँ केही भाइहरू साथीहरूसँग चिनजान भयो र केही छिन रमाइलो गरियो। के भयो बाटो नदिने? बाटो दे। यो चाहिँ ताप खर्क 3407 मिटर हाइटमा रहेछ। यो पनि राम्रो ठाउँ रहेछ। विजय नसिम पार्टी आइपुगेका छौँ। यहाँ चाहिँ खानाको व्यवस्था पनि हुन्छ। योभन्दा माथि उता खानासाना पाइँदैन रे। अलिअलि पानी पर्न लाग्छ, उसु छ। अहिले चाहिँ नसिम पार्टी 3700 मिटरमा आइपुगेका छौँ। खाना खाएर अब निस्किया हो। उसुले ढाकिया छ, नभए त यो ठाउँ राम्रो रहेछ। फुलहरू फुलेको। यो ठाउँहरू त एकदमै राम्रो ठाउँ हो। हुसुले गर्दा अहिले वरिपरि केही देखेको छैन, तर एकदम धेरै हाइटमा छ। 4000 हाइटमा होला करिब। र यो राम्रो ठाउँ छ। ओ दामी ठाउँ रहेछ यो। हाई गजाले पानी पर्दैछ र टाढै उकालो उक्लिएर हामी लौरी बिना आइपुगेका छौँ। यदि यो तपाईँको पहिलो ट्रेक हो भने तपाईँलाई गाह्रो हुनसक्छ, किनभने जहाँ पनि उकालो उक्ले गर्नुपर्छ र समथल भन्ने त खासै छँदै छैन। भिडियोमा देखाए भन्दा बाटो चाहिँ गाह्रो छ। त्यही भएर सकेसम्म धेरै जीवनजल बोक्नु होला। मजाले पिउँदै रेस्ट गर्दै आरामले बाटो हिँड्नु होला।
लौरी बिनाबाट हामी ठाडै उकालो उक्लेर अहिले हामी मानी भन्ने ठाउँ आइपुगेका छौँ। 2-3वटा घर बनिरहेछ होटलहरू। अहिले चाहिँ हामी 5 पोखरी आइपुगेका छौँ कि क्या हो। 5 पोखरी हटली वेलकम। अझ पनि पानी परिरहेछ र चारैतिर हुस्सु लागेको कारणले गर्दा टाढा टाढासम्म केही पनि देखाएको छैन। यो बाटो चाहिँ होटल जाने बाटो हो। होटलहरू छन् यता। यो कुण्डहरू पनि टाढाको कुण्डहरू चाहिँ देखेकै छैन, नजिकको देखिरहेछ भैरव कुण्ड हैन। मैले सोचेअनुसार चाहिँ आधा 1 घन्टा लागे पनि भ्यू पोइन्टमा गएर बस्ने, तर हुस्सुको कारणले गर्दा बाटो नभेटेपछि अब 5 पोखरी नै बास बस्ने विचार गरेँ। बिहानको 5:30 बजे म रेडी भएर भ्यू पोइन्ट जानको लागि कोठाबाट निस्केँ र बिहान देखिएको दृश्य यस्तो रहेछ। राम्रो शीतल मौसम चाहिँ राम्रो र यहाँ एउटा सानो भ्यू पोइन्ट छ, त्यहाँबाट देखिएको 5 पोखरीको दृश्य हेर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी भ्यू पोइन्टतिर हिँडिरहेछौँ। बिहानको चिसो मौसम छ, भ्यू हेर्न सक्नुहुन्छ। यो भ्यू पोइन्टबाट देखिएको 5 पोखरी र यतापट्टि हेर्न सक्नुहुन्छ। ओ माई गड, हिमालय रेन्जहरू र यो सनराइज। यो चाहिँ भ्यू पोइन्टबाट देखिएको 5 पोखरी, अति सुन्दर। बिहान 7 बजे बवाल भ्यू देखिन्छ हैन। तपाईहरु 5 पोखरी आउन नछुटाउनु होला। र भ्यू पोइन्ट भनेको माथि आउनुपर्छ। 5 पोखरीको बिचबाटै बाटो छ र यहाँबाट चाहिँ भ्यू पोइन्टबाट चाहिँ हिमालको रेन्ज देखिनुको साथसाथै यहाँ सानो मन्दिर पनि छ, होटल एउटा छ र एकदमै राम्रो ठाउँ छ यो हैन। 5 पोखरी देख्यौँ तपाईहरुलाई, हेर्नु राम्रो छ, जे होस् वर्थ छ आउनलाई। यहाँ चाहिँ एउटा सानो होटल छ, यहाँ बास बस्न पनि पाइन्छ। भ्यू पोइन्टसम्म तपाईँ पहिलो दिन आउनुभयो भने यहाँ बास पनि बस्न पाइन्छ। यता चाहिँ यो कुण्ड 5 पोखरी, बिहान 8 बजेको भ्यू हो। सबसे गाह्रो काम चाहिँ यहाँ भ्यू पोइन्ट खोज्नलाई हो। यहाँ कसैले भन्दिँदैन, त्यही भएर तपाईँहरू हेर्नु होला। ल भ्यू पोइन्ट चाहिँ यो बाटोमा आदियो, यही हो भ्यू पोइन्ट। अहिले म चाहिँ भ्यू पोइन्टबाट तल झरेर यो कुण्ड बिचबाट बाटो छ, त्यही बाटो हिँडिरहेको छु। भ्यू पोइन्टको लागि तपाईँहरूलाई यो भिडियो हेर्दा सजिलो होला। अहिले म अब मन्दिरतिर जान लाग्यो हैन। तपाईले बाटो हेर्न सक्नुहुन्छ। वाउ, ल यही बाटो हो भ्यू पोइन्ट जाने। माथि जुन ढुङ्गा छ, यो ढुङ्गाको साइडबाटै जाने हो।
यस्तो विकट ठाउँमा पनि मन्दिर छ भनेर तपाईँहरूलाई आश्चर्य लाग्न सक्छ। तर सोच्नुहोस्, यो मन्दिर करिब 2300 वर्ष पुरानो हो र एकजना सिकारीले त्यो बेला बुम्बारुबा वाइवाले बनाउनु भएको हो र यो सनातनीहरूको आस्थाको केन्द्र हो। विशेष गरी जनै पूर्णिमा र मङ्सिर महिनाको पूर्णिमामा यहाँ श्रद्धालु भक्तजनहरू आउने गर्दछन् र विशेष गरी कृषकहरूले आफ्नो र सन्तान नभएकाहरूले सन्तान प्राप्तिको लागि यहाँ पूजा पाठ गर्नलाई आउने गर्दछन्। र यहाँ त्यसै गरी लोकनृत्य झाँक्री नाच हेर्न पनि धेरै मानिसहरूको घुइँचो लाग्ने गर्दछ। त्यसै गरी यहाँ 5 वटा कुण्डहरू छन्, जसमा कि सरस्वती कुण्ड, भैरव कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्डहरू छन्, जहाँ स्नान गरेर यहाँ चाहिँ पूजा पाठ गर्ने गरिन्छ। आजको साँझ फेरि जमघट भएको छ र रमाइलो फेरि पनि हाम्रो सुरु छ हैन। केही नयाँ साथीहरू थपिया छन् भने केही पुरानै साथीहरू फेरि भेट भयो र हाम्रो रमाइलो कार्यक्रम चाहिँ जारी छ। गजब मृगलाई मैले थाकेको होइन, मायालाई थाकेको रेशम पेरिरी रेशम पेरिरी जाउँ किनारमा हुन्छन् रेशम पेरिरी ए चढौँला संसारले पुराना प्रेम यति चोखो यति मिठो दिउला तिमीलाई माया बिर्सने संसारले पुराना प्रेमका कथा यो के बाटो कनेक्टेड खै त खै अगाडि आएन लास्टै बोल्यो लास्टै नै ल केमा पुग्छ बसेर जिस्काउनु पर्दैन छेक्यो देउराली डाँडा कुसुरा कुहिरोले एक्लै तिम्रो माया चाहिँदैन कहाँ चाहिन्छ अब
राति साह्रै नै रमाइलो भयो र बिहान 5:30 बजे फेरि म अँध्यारोमा एक्लै जङ्गलमा हिँड्न थालेँ। दसैँको बेला भएर एउटा मात्रै रिजर्भ बस 8 बजे बिहान खुल्ने भएकोले म छिटो छिटो जङ्गलमा हिँड्न थालेँ। 8 बजेको बस छुटेको कारणले गर्दा हामी 7-8 जना मिलेर एउटा टाटा सुमो रिजर्भ गऱ्यौँ र काठमाडौँ आइपुग्यौँ। र मैले भन्नुपर्दा चाहिँ काठमाडौँबाट नजिकै ट्रेक रुटमा चाहिँ 5 पोखरी ट्रेक रुट एकदमै राम्रो छ र अलिकति गाह्रो चाहिँ फर्स्ट टाइम ट्रेक जानलाई चाहिँ अलिकति प्रिपेयर भएरै जानु होला किनभने उकालो मात्रै छ र अलिकति गाह्रो छ। तर माथि पुगेपछि एकदम वर्थ छ, एकदमै राम्रो छ त्यहाँबाट। ल त्यही अनुसारले प्लान गर्नु होला तपाईहरुले पनि 5 पोखरी ट्रेक।